आजको यस प्रस्तुतिमा हामी नेपाली साहित्यका महान सर्जक विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित कालजयी मनोवैज्ञानिक कथा शत्रु, विशेष गरी कक्षा 10को एसईई परीक्षा दिने विद्यार्थीहरूका लागि त यो कथा छुटाउनै नहुने एकदमै महत्त्वपूर्ण छ। ल सुरु गरौँ है त। कथा सुरु हुन्छ प्रमुख पात्र कृष्ण रायबाट। 45 वर्षको उमेर अनि समाजमा असाध्यै धेरै सम्मान। विचार गर्नुस् त 10-12 वर्षदेखि उहाँ गाउँ बाहिर निस्किनु भएकै छैन। झै झगडा पर्ला भनेर कसैलाई ऋण दिनुहुन्न। गाउँमा कसैको केही पर्यो कि मध्यस्थकर्ता उहाँ नै हो। सम्पत्ति छ, इज्जत छ अनि एउटा धर्मपुत्र पनि हुनुहुन्छ। सुन्दाखेरि लाग्छ नि, वाउ कति पर्फेक्ट र शान्त जीवन हो। यही पर्फेक्ट जीवनको कारण एक शान्त रात ओछ्यानमा पल्टिरहँदा कृष्ण राईलाई ठ्याक्कै यही लाग्छ। 45 वर्षको यत्रो लामो जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइन। यो एउटा यस्तो सन्तुष्टिको क्षण हो जहाँ उहाँलाई लाग्छ कि उहाँको भित्री र बाहिरी संसार पूर्ण रूपमा सुरक्षित छ। तर कथाले यहाँबाट एउटा खतरनाक मोड लिन्छ। मध्यरातको त्यो चकमन्न सन्नाटा अनि एकासी ड्याङ एउटा लठी भित्तामा जोडले बजारिन्छ। कृष्ण रायलाई त लाग्दैन, तर त्यो आवाजले उहाँको त्यो सुरक्षित जीवनको सम्पूर्ण भ्रमलाई भने एकै झट्कामा चकनाचुर पारिदिन्छ। भाँचिएको लट्ठीको टुक्रा हातमा छ। अचम्मित हुँदै कृष्ण राय सोच्नुहुन्छ, मलाई कसले यसरी आक्रमण गर्यो होला? मेरो त कोही शत्रु नै छैन। यो पल साँच्चै नै आङ सिरिङ्ग हुने खालको छ। उहाँको जीवनभरको विश्वासमाथि नै अचानक एउटा ठूलो प्रश्न चिन्ह खडा हुन्छ। अब हेर्नुस् है, कसरी मान्छेको दिमागले शङ्काको पहाड खडा गर्छ। हिजोसम्म सामान्य लाग्ने कुराहरू अब कति डरलाग्दा देखिन थाल्छन्। बिहान मात्रै हप्काएको नोकर रामे होस् वा हिसाब बिगार्दा गाली खाएको बलभद्र या काम माग्न आउँदा उल्टै उपदेश पाएर फर्किएको त्यो बेरोजगार युवक, अचानक हरेक अनुहारमा एउटा शत्रुको रूप देखिन थाल्छ। एसईका विद्यार्थीहरूले यहाँनिर विशेष ध्यान दिनुपर्छ है। कृष्ण राईको एउटा मुख्य कमजोरी थियो बिना कारण उपदेश दिने बानी। आफूलाई एकदमै उत्कृष्ट ठान्ने र अरूलाई नमागेको सल्लाह दिने यो बानीले मान्छेको मनमा भित्रभित्रै कति गहिरो रिस पैदा गरिराखिरहेको हुन्छ भन्ने कुरा उहाँले कहिल्यै सोच्नु भएकै थिएन। अनि यो मध्यस्थकर्ताको भूमिका नि, यो त झन् ठिलो पासो हो। झगडा मिलाउँदा मध्यस्थकर्ताले लाग्छ उसले निष्पक्ष न्याय दियो, तर जो हार्छ नि उसको लागि त्यो न्याय होइन, त्यो पक्षपात हो। गोरे जमदार र गोविन्द पण्डितको झगडा मिलाउँदा कृष्ण रायले कम्तीमा एकजनालाई त पक्कै आफ्नो कट्टर शत्रु बनाउनु भएको थियो। शङ्काको यो जालो यति छिटो फैलिन्छ कि कुरा गरिसाध्य छैन। कैयासँगको विवादमा हार्ने मास्टर, बजारको भिडमा अन्जानमै धक्का लागेको मान्छे, रेलमा भेटिएको अपरिचित, निकालिएका नोकरहरू, हुँदाहुँदा आफ्नै धर्मपुत्र माथि पनि हत्याको शङ्का उब्जिन्छ। हेर्नुस् त, मान्छेको असुरक्षित मनोविज्ञान कति भयानक हुन्छ। दिमाग पुरै नियन्त्रण बाहिर गइसक्यो। यो सबै सोचविचारपछि एउटा डरलाग्दो यथार्थ सामुन्य आउँछ। दुनियाँमा कोही पनि मित्र हुँदैनन्, सबै शत्रु नै हुन्छन्। झगडाको निहो कति सजिलै पाइन्छ। समाजमा केवल बाँच्नु मात्र पनि एक प्रकारको द्वन्द्व हो। हाम्रा अत्यन्तै सामान्य र निर्दोष कामहरूमा पनि भित्रभित्रै कति धेरै रिस र शत्रुता लुकेको हुँदो रहेछ। अनि भोलिपल्ट बिहान जब पुलिस इन्सपेक्टर आएर सोध्छन् नि, तपाईलाई कसैमाथि शङ्का छ, तब रातभरिमा विक्षिप्त भइसकेका कृष्ण रायले एकै सासमा यो अचम्म लाग्दो सूची सुनाइदिनुहुन्छ। रामे, केदार, युवक, गोविन्द पण्डित, कनैया, मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली। सुन्दा पनि आङ जिरिङ्ग हुन्छ। एउटा पनि शत्रु छैन भन्ने मान्छेको यति लामो शङ्कास्पद सूची। यो कथा बुझेपछि मनमा एउटा प्रश्न गहिरोसँग गडिएर बस्छ कि सबैलाई खुसी पार्न खोज्नु र आफूलाई पूर्ण रूपमा त्रुटिरहित देखाउन खोज्नु नै कहिलेकाहीँ आफ्नै लागि सबैभन्दा खतरनाक पासो बन्न सक्छ त। बाहिरबाट जतिसुकै शान्त देखिए पनि मानिसको भित्री संसार कति शङ्कालु र डरलाग्दो हुँदो रहेछ भन्ने कुरा यसले मजाले प्रश्न पार्छ। ल आजको लागि यति नै। यदि यो मनोवैज्ञानिक कथाले मन थोरै भए पनि छोएको छ भने घुम्ती खातालाई पक्कै पनि सब्स्क्राइब गर्नुहोला। यस्तो माया र समर्थनले नै हामीलाई अझ धेरै अर्थपूर्ण सामग्रीहरू निर्माण गर्न ऊर्जा मिल्छ। कृपया तल कमेन्ट गरेर आफ्ना विचारहरू साटासाट गर्नुहोला, किनभने ती कमेन्टहरूले हाम्रो टिमलाई साँच्चै नै इन्स्पायर गर्छ। अनि आफ्ना साथीभाइ र आफन्तहरूसँग यो प्रस्तुति सेयर गर्न नभुल्नुहोला। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई, अर्को प्रस्तुतिमा भेटौँला।